तपाईको पैसा नहुने विपन्नले चाहिँ प्राइभेट स्कुलमा पनि 10% सिट कक्षा कोठामा 100 वटा सिट छ भने 10 वटा सिट चाहिँ विपन्नले पाउँछ थापुनु भएको होला नि त्यो फेरि देशभरिकाले पाउने हो कि वर्षको 20-30 हजारले पाउँछ अहिलेसम्म 60-70 हजारले पाउनु त्यसको पैसामा हिसाब गर्ने हो भने त्यो 50-60 अर्ब रुपियाँ बराबरको हो क्या त्यो भनेको सुरुमा त विपन्नलाई दिन सक्नु पर्यो नि त 100% फ्री त हाम्रो संविधानमा लेख्नु त लेख्यो बजेट छैन 19 करोड बजेटले 100% पैसा हुनेलाई पनि फ्री भन्ने चाहिँ हुँदैन तर हुनु चाहिँ के पर्यो भन्दाखेरि खल्तीमा पैसा नहुनेले पनि शिक्षा र स्वास्थ्य चाहिँ पाउनु पर्यो पैसा अलिकति धेरै हुनेले व्यापार गर्न पाउनु पर्यो क्या जोसँग जे छ त्यही गर्न पाउनु पर्यो नि त तर शिक्षा र स्वास्थ्य चाहिँ सबैले पाउनु पर्यो भन्ने कुरा चाहिँ हो बिस्तारै बिस्तारै जाने अब यो बजेट छैन भन्ने कुरामा हामीले प्रदेश संरचना खारेज गर्यौं भने बजेट त हामीसँग इनफ हुन्छ नि होइन बजेटमा त्यो प्रदेश संरचना धेरै खर्च छ नि प्रदेशमा त छैन त्यो न्यून खर्च त्यो कलममा जाने न्यून खर्च हो क्या त्यो भत्ता सत्ता सुकिया गर्दा